हाई गाइजहरू सबैलाई नमस्ते। म तिलक केसी आज शान्त तोरी पेल्न जान लागेको छु। तोरी पेल्न जान लागेको छु साथीहरू। देख्न सक्नुहुन्छ, हेर्नुहोस् हाम्रो तोरी पेल्ने मिल। हेर्नुहोस् यसरी तोरी हाल्दै त्यसमा खन्दै गर्नुपर्छ। उहाँ चाहिँ अर्काले त्यहाँबाट मिर्दै हाल्दै गर्नुपर्छ साथीहरू है। हेर्न सक्नुहुन्छ तोरी पेल्ने मिल। उहाँले तोरीको त्यो पेल्दै हुनुहुन्छ, उता खाँदै हुनुहुन्छ। एउटाले त्यहाँबाट तोरी त्यसले फाल्या हुन्छ पिना पेलेर त्यसलाई धुलो पार्दै हाल्दै गर्नुपर्छ। देख्न सक्नुहुन्छ, हेर्नुहोस् त्यसलाई मिरेर हाल्नुपर्छ। हेर्नुहोस् जति त्यो मिर्दै हाल्दै गर्नुपर्छ। जति हाल्यो उति तेल पर्छ भन्न चाहन्छु। एकैचोटि हाल्यो भने एकैचोटिबाट तेल पर्दैन, त्यही भएर मिर्दै हाल्दै गर्नुपर्छ। देख्न सक्नुहुन्छ हाम्रा गाउँका अर्गानिक मिलहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् पानीबाट चल्ने मिल, हेर्नुहोस् पानीबाट चल्ने मिल। अब मेरो पालो आयो, अब म हाल्छु। हेर्नुहोस् साथीहरू मिर्दै हाल्दै, हेर्नुहोस् तोरी, हेर्नुहोस् मिर्दै हाल्दै गर्छु। हेर्नुहोस् सक्नुहुन्छ साथीहरू तोरी पेल्ने मेरो पालो आयो अहिले। हेर्नुहोस् मिर्दै हाल्दै गर्नुपर्छ। जति मिर्दै हाल्दै गऱ्यो उति तेल पर्छ साथीहरू है। तपाईँहरू कहिले पेल्न जानु भएको छ कि छैन कमेन्ट गर्नु पर्यो है। मेरो @तिलक केसी युट्युब च्यानलमा भिडियो आइरहन्छ साथीहरू है। भिडियो हेर्न सक्नुहुन्छ। भिडियो हेरेर मन पराइदिनु होला भन्न चाहन्छु। भिडियो जस्तो उस्तै कमेन्ट गर्नु होला भन्न चाहन्छु साथीहरू। हेर्नुहोस् अर्गानिक ट्याक्क पानीबाट पिसेको